संसारको सबैभन्दा सस्तो र सबैभन्दा राम्रो डेन्टल इम्प्लान्ट कुन हो? तपाईहरु पनि आज थाहा पाएर छक्क पर्नुहुन्छ। त्यो हो तपाईको आफ्नो प्राकृतिक दाँत। हजुर सही सुन्नुभयो, प्राकृतिक दाँत भन्दा अरु राम्रो केही पनि हुँदैन। प्राय जसो बिरामीहरूले यो भन्नुहुन्छ कि आरसीटी उपचारको लागि 3-4 पटक आउनु पर्ने हुन्छ, बरु मलाई मेरो दाँत निकालिदिनुहोस्। मेरो आफ्नो मान्छेले पनि आरसीटी गर्नु भएको थियो, तर अन्तिममा गएर उहाँको दाँत निकाल्नु पर्यो। म्याम बरु मलाई मेरो दाँत निकालिदिनुहोस्, यो सस्तो पनि पर्छ। तर त्यो साँचो होइन, दाँत निकाल्न सस्तो होइन, फ्युचरमा गएर धेरै महँगो पर्न जान्छ। तपाईहरु एकचोटि सोच्नुहोस्, विचार गर्नुहोस्। यही कुरा तपाईको हात खुट्टामा चोट लाग्दाखेरि डाक्टरले तपाईको हात खुट्टा काट्नुपर्छ भन्दा के तपाई मेरो हात खुट्टा काट्दिनुस् सस्तो हुन्छ भनेर भन्नुहुन्थ्यो? नाइ, तपाई यो भन्नुहुन्थ्यो कि डाक्टर प्लिज जसरी पनि मेरो हात खुट्टा बचाइदिनुस्। फेरि हामी दाँतको कुरामा कसरी लापरवाही गर्न सक्छौं? के हाम्रो दुईवटा आँखा, दुईवटा हात, दुईवटा खुट्टा छ, यसलाई बचाउन इम्पोर्टेन्ट छ? दाँत त 32 वटा हुन्छ, त्यसबाट 2, 4, 5 वटा निकाल्दा के फरक पर्छ र? के तपाईले यही सोच्नुहुन्छ? तपाईलाई यही सोच्नु पर्छ कि हरेक एउटा प्राकृतिक दाँतको छुट्टै महत्व हुन्छ। आफ्नो दाँतमा प्राकृतिक आवश्यक हुन्छ जसले खाना चबाउन मद्दत गर्छ। यही कारणले तपाईको जबडालाई बलियो र स्वास्थ्य बनाउँछ। डेन्टल इम्प्लान्ट एउटा राम्रो उपाय हो, तर मात्र उपाय हो, प्राकृतिक दाँत जस्तै पुरै रिप्लेसमेन्ट होइन। त्यही भएर सधैँ एउटा राम्रो डेन्टिस्टको कोसिस हुन्छ तपाईको प्राकृतिक दाँतलाई बचाउन सकौ भनेर, तर बचाउन मिल्ने छैन भने अन्तिममा दाँत निकाल्न सकिन्छ। अनि तपाईहरु सोच्नुहोस्, यो भन्दा सस्तो इम्प्लान्ट कुन हुन्छ जुन तपाईलाई प्राकृतिकले फ्रीमा दिएको छ? तपाईलाई सिर्फ त्यसको केयर गर्नुपर्छ। सही समयमा दिनको 2 चोटि ब्रस गर्ने, सफा राख्ने र 3-3 महिनामा ब्रसहरू चेन्ज गर्ने, सफ्ट ब्रस युज गर्ने। त्यसो गर्दा किमा तपाईहरुलाई हामीले आउनु पर्दैन, किनकि हाम्रो उद्देश्य तपाईको उपचार गर्नु मात्र होइन, हाम्रो कर्तव्य तपाईको प्राकृतिक दाँतलाई रक्षा गर्नु हो। त्यसो गर्दा तपाईको प्राकृतिक दाँत लामो समयसम्म रहन्छ। यदि केही कारणवश हजुरहरूले पहिले नै दाँत खोलिसक्नु भएको छ भने म हजुरहरूको लागि डेन्टल इम्प्लान्टको बारेमा छुट्टै नै भिडियो लिएर फेरि पनि आउने नै छु। हजुरहरूको दाँतको समस्याको समाधान चाँडोभन्दा चाँडो गर्नु होला। धरान डेन्टल पक्कै पनि भिजिट गरिदिनु हुन अनुरोध गर्दछु। आजको दिन हजुरको शुभ रहोस् भन्दै आज म यही नै भिडियोलाई टुङ्ग्याउन चाहन्छु र यहाँबाट बिदा पनि माग्न चाहन्छु। बाई बाई, ह्याभ अ नाइस डे। हजुरको दिन शुभ रहोस्।